लु ल हाम्रो घरको डन चाहिँ उहाँ हुनुहुन्छ डन हाम्रो घरको डन हैन फेस टु फेस गर्नु पर्यो नि त यहाँ हाम्रो के हो डन गाइज हामी चाहिँ हैन सेल खान लागेको छौँ आज सेल पोल्न लागेको छौँ पिठो भिजाउँदैछ अनि यता पानी उम्लिँदैछ तातो पानी हाल्यो भने अझ तेल कम खान्छ नि त त्यसैले छिटो पनि भिज्छ हैन त्यो पानी उमाल्न लाग्यो हात छोड ओ माय गॉड सबै हाल्दिउँ हजुर फाइनली हामीले चाहिँ बिहान पिठो भिजाएर अहिले सेल हामीले तयार गर्दैछौँ बेलुकी च्याप्पै रात परिहाल्यो आज है स्मिता खुट्टा के यस्तो कालो भएछ यसरी बाहिर है खुल्ला आकाशमा सेल पोलेर नि सकिन लाग्यो अब टक्क लाएर हैन गाउँमा च्वाचे पनि काटेको थियो गाउँमा आज अनि च्वाचे पनि लिएर आइयो 3 पत्रे च्वाचेको मासु सुँगुर बुझ्नु भएन नि सुँगुरको मासु है सुँगुरको मासुमा एकैछिनै अनि हैन सो यसरी चाहिँ हामीले आज ठ्याक्क बेलुकी भाछ रोटीहरु बन्दैछ सेलहरु सकिन लाग्यो बनेर उता नि छ अलिकति है अनि यता च्वाचेको मासु तयारी छ उता सिस्नो पनि छ छोरो चाहिँ यता खेलिरहेको रहेछ रातिखेर बिजोग गरेर ओ घर जाने बेला भएन खडा हो निशुल्टीले चाहिँ के चाहियो त ओ हेलो गाइज के चाहियो तपाईलाई अनि पानी जोडिदिनु भएको छ पानी आएको रहेछ र हाम्रो चाहिँ पानी अब राति आउँछ कि किनकि पानी त्यति छैन त हैन अनि राति यसरी भर्नुपर्छ पानी हैन बोतलहरु यता लडिरहन यसरी भर्नुपर्ने हुन्छ राति ल्याएर दिउँसो अब सबैलाई चाहिन्छ राति चाहिँ फेरि हुन्छ गाइस अब च्वाचेको मासु पकाउने तयारीमा छु आजको तरकारी है आजको च्वाचे अलिक बोसो कम छ नि त अनि हल्का तेल हालेर बनाउनु पर्ने हुन्छ ₹16 सो हैन हामीले खाना पनि खाइसकेको छौं च्वाचेको मासु धन्यवाद साथीहरु मेरो भिडियोलाई हेरिदिनु भएकोमा यदि कोही नयाँ हुनुहुन्छ भने लाइक अनि सब्स्क्राइब गरिदिनु होला अर्को भिडियोमा फेरि आउने नै छु आजलाई भने टाटा